बिहेको कुरा लिएर आएको रे हो म त दोहोऱ्याइ तेह्रै बिहे त गर्दिन होला है चौध गरे दादा जसको नाम सुन्दा ज्ञान हुन्छ आधा मती हजुर काका कुरो मिला कुरो बिग्रियो कहाँ तपाईँ हो र तपाईँको बहिनी आछिन् नि हो उहाँसँग कुरा गर्न आके आकी छे बहिनी तर घन्टी जत्रो कुण्डल ढल्काउँदैमा चस्मा टल्काउँदैमा कुकुर बान्ने सिक्री घाँटीमा लाउँदैमा अर्काकी बहिनी पाइँदैन तिमी त म भन्दा पनि आवारा देख्या छौ बेली बटन पाइन्ट मेरो पछाडि छ खल्ती दादासँग न्यू खोज्ने नगर्नु है गल्ती भतिज कस्तो छ ए दामी 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 अब यसो केटा र केटीलाई यसो एकान्तमा कुरा गर्न पठाउनु हो कि तिमी जस्तालाई मेरी बुइनले पत्याउँदा पनि पत्याउँदिन त्यो एकान्तमा गएर कुरा पनि गर्नु पर्यो हैन अनि घर चाहिँ कहाँ पर्यो नि हजुरको 14 घरे दादा 14 घरे 75 गोठे भनेपछि सबैलाई चिन्छ नामलाई दिदी मलाई केटा मन पर्यो दिदी नकर बुलबुल उनिचेस नक्कली काइन अहिले यही कोदालाले गोड्दिन्छु नि पढाइङम अनि एक कुण्डले मास्टर पढाइ चाहिँ कति छ नि आइकम बिकम 8 मा 2 कम मन पर्यो मलाई केटा मन पर्यो केटा गन्दा नदेखे कि बुझिनस् यहाँ कुरा जम्मा 6 कक्षा पढेछ अरे यो गदाले भन्दा नि कम पढेछ यो गोरुले उहाँले अनि दाजुभाइ चाहिँ कतिजना नि 14 जना दाजुभाइ मध्ये अपुताली पर्दा सिंगल पर्सन अन्त फ्यान्टास्टिक बासु कुरो मिल्छ ए दान्वे 14 गरे दादा 14 गरे दादाको सातो गयो कुरो मिलिसकेछ हम त नेपाली छिटो बोली वचन मिठो लाइदिन्छु मोहानी चञ्चले नानी तिमी झिस्किरने ओ खड्काजी ओहो मल्हिनी ठुले गरे अझै ठुली गरे के हो अहिले त ठुली गरे भन्नु के हो भन्ने कुरा अलि माथि आउनु न अझै माथि आउनु न अब हेर्नुहोस् मल्हिनी आफूले बोल्दाखेरि अरूलाई डिस्टर्ब हुने गरी बोल्नु हुँदैन बुझ्नु एकदमै शिष्टता प्रयोग गरेर सानो स्वरमा नकम तरिकाले बोल्नुपर्छ बुझ्नुभयो के छ अरू हालखबर सन्चै हुनुहुन्छ यस्तो खालको शब्द प्रयोग गर्नुपर्छ तपाईँको त ओहो हर्कानी के गरे त्यस्तो कति न चुनावै जितेर उफ्रिन लागे यस्तो अब बोल्दाखेरि एकदमै शिष्टता प्रयोग गरेर बोल्नुपर्छ अब के हो भन्दाखेरि बल्छी नि अहिले म चाहिँ एनी हाउ संस्कार सिकाऊ अभियानमा लागेको छु अब धेरै नै मौलिकता प्रयोग गरिसके होला तपाईँको दिमागले नराम्न पनि सक्छ बल्छी नि अहिलेलाई च्याप्यौँ पछि कुरा गरौँ न ठुली गरे बल्छी धन्यवाद भाग्यमानी भए बसौँ खड्काजी बसौँ धेरैमा आइयो त लागो कि के हो छैन अनि के गर्दै अचेल आजकल चाहिँ हेर्नुहोस् म काली साहब एनी हाउ संस्कार सिकाऊ एनी हाउ संस्कार सिकाऊ भन्ने अभियानमा लागेको छु मान्छेले अहिले आफ्नो रीतिरिवाज संस्कृति संस्कार सारा भुलिसके बुझ्नुभयो सारा भुलिसके आफूभन्दा ठुला बडालाई आदर सत्कार गर्ने इज्जत गर्ने सम्मान गर्ने सबै चिज भुलिसके बुझ्नुभयो सबै चिज भुलिसके कसैले कसैलाई गोड्नेवाला छैन मै ठुलो तै ठुलो भनेर कम्पिटिसन बुझ्नुभयो कम्पिटिसनमै लागेर देश त चुर्लुम्मै भइसक्यो काजी साहब चुर्लुम्मै भइसक्यो मलाई त यो देश सम्झिँदा
साह्रै मेरा काल आएर आउँछौ आइसम रुन मन लाग्छ मलाई त हेर्नुहोस् न मेरा आँखाबाट आँसु आइसक्यो हो छैन आएको छैन आइसकेको छैन छैन भित्रबाट त हिँडिसक्यो किन निक्लेन त